टम 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 Is up? Tom, hello Tom. Hello Tom. Hello सम्पूर्णलाई नमस्कार, गुड मर्निङ। सम्पूर्ण देशभित्र रहनुभएका र देश बाहिर रहनुहुने सम्पूर्ण नेपाली जनहरूलाई होली पूर्णिमाको धेरै धेरै शुभकामना। राम्रोसँग मनाउनु होला, खुसी साथ मनाउनु होला, त्यही भन्न चाहन्छु। देख्न सक्नुहुनेछ मेरो चाहिँ आज पनि ड्युटी रहेको छ। म चाहिँ ड्युटीको लागि हिँडिरहेको छु। त्यो घुम्टोमा उचालो कि मुहार त्यो नियालो कि भुलेर आफूलाई नै हजुरमै हराऊ कि हजुरमै हराऊ कि नमानुला यस्तरी के अडछ ढुकढुकी मेरो के अडछ ढुकढुकी मेरो। हो यसरी बिहान बिहान गलो चढेपछि एक्सर्साइज हुन्छ, शरीर पनि हेल्दी हुन्छ। देख्न सक्नुहुनेछ तलको हाइवे चाहिँ कुस्मा जाने, यताबाट कुस्मा जाने र उताबाट चाहिँ हाम्रो मिर्मी हुँदै बुटोल जाइन्छ। तलको ठाउँलाई चाहिँ भाटी चौर, बिहारी 3 रानीपानी भाटी चौर भनिन्छ है त। यो म बस्ने क्षेत्र यही रहेको छ। चाहिँ रानीपानी हेल्पोस्ट रहेको छ, त्यसको सिधा माथि चाहिँ हाम्रो स्कुल रहेको छ। यहाँबाट खासै देखिएको छैन। बिहान पखको दृश्य, चराहरू चिरबिराइरहेको अवस्था छ। मौसम राम्रोसँग खुलेको छैन, तपाईँले देख्न सक्नुहुनेछ। यस्तो रहेको छ, यस्तो छ। यो क्षेत्रमा बस्दाखेरि आफ्नै गाउँठाउँमा बसेको चल्को हुन्छ। सबै चिजहरू उस्तै रहेको कारणले गर्दाखेरि बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्। यहाँ चाहिँ हाम्रो चौतारी रहेको छ।
पहिला पहिलाको याद आउँछ। हामी चाहिँ हिँड्दै जाने क्रममा थाकेको अवस्थामा चाहिँ यसरी चौतारीमा शीतल खानु र चौतारीको छारामा बस्नु नै छुट्टै बेग्लै आनन्द हुन्थ्यो र त्यही कुराहरू याद आउँछ। त्यही हो, पुराना कुराहरूलाई याद गर्नु र त्यसबाट शक्ति प्राप्त गर्नु, ऊर्जा प्राप्त गर्नु नै लाइफको सबैभन्दा ठुलो कुरा हो। त्यही कुराहरूले गर्दा नै लाइफमा विभिन्न कामहरू गर्न अवसर मिल्छ र त्यसले नै हामीलाई ऊर्जाशील बनाउँछ। दिन्छु 20 रुपियाँ। ए रङ लाउनु हुन्न, मैले अहिले पैसा दिन्छु मैले। होइन टिका पनि लाउदिनँ, टिका पनि लाउदिनँ। कति उठ्यो पैसा देखाऊ त खै मलाई। 80 मात्रै कति उठ्यो पैसा? तिमीलाई बाइक आउनुलाई रोक्नु पर्ने।